नमस्कार। नेपालको चिकित्सा क्षेत्रमा भर्खरै एउटा साँच्चीकै ऐतिहासिक काम भएको छ। हजुर, एकदमै ठूलो खबर हो यो। भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका एकजना व्यक्तिबाट लिएको कलेजो र मृगौला एकैसाथ अर्को व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गर्यो। हो, यो नेपालमा पहिलो पटक त भयो नै, अनि प्राविधिक हिसाबले पनि मतलब निकै जटिल मानिन्छ। विश्वमै यस्तो कम हुन्छ। ए, विश्वमै कम हुने खालको। हजुर, यो जेठ 1 गते भयो। शिव महर्जन भन्ने बिरामीले कलेजो र एउटा मृगौला पाउनुभयो। एउटै व्यक्तिले कलेजो र मृगौला दुवै? हो, अनि अझ अर्को कुरा के छ भने त्यही दाताबाट अर्को मृगौला निकालेर अर्की एकजना 42 वर्षकी महिलामा पनि प्रत्यारोपण गरियो। ए, भनेपछि त एकैजना दाता अनि दुईजनाले नयाँ जीवन पाए। यो त चान्सुने कुरा भएन। भएन नि, बिल्कुलै भएन। यसले त हाम्रो चिकित्सा क्षमता कहाँ पुग्यो भनेर देखाउँछ नि, होइन? हो। आज हामी यही उपलब्धिबारे अनि यसलाई सम्भव बनाउने त्यो केन्द्र, शहीद धर्मभक्त केन्द्रको बारेमा र नेपालमा अङ्गदानको अवस्था कस्तो छ, यसबारे अलिक गहिरिएर कुरा गरौँ न त। अवश्य। यो सफलताको पछाडि डाक्टर पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा एउटा ठूलो टिम थियो। धेरैजना विशेषज्ञहरू, मतलब कलेजो विभाग, मृगौला विभाग, एनेस्थेसिया, नेफ्रोलोजी, रेडियोलोजी, प्याथोलोजी, नर्सिङ, व्यवस्थापन, सबैको समन्वय चाहियो। निकै ठूलो समन्वय चाहियो होला है? एकदमै। अङ्ग चाहिँ काठमाडौँ मेडिकल कलेज केएमसीमा उपचार भइरहेका एकजना 18 वर्षका युवकको मस्तिष्क मृत्यु भएपछि उहाँको परिवारको महान निर्णयले प्राप्त भएको हो। परिवारको त्यो निर्णय साँच्चै महान हो। नि, अनि केएमसी अस्पतालले पनि धेरै सहयोग गर्यो यो प्रक्रियामा। अनि बिरामीहरूको अवस्था कस्तो छ अहिले, केही जानकारी छ? पछिल्लो खबर अनुसार दुवैजना प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ। ए, त्यो त खुसीको कुरा। तर यो सफलता त पक्कै एकै दिनमा आएको होइन होला। शहीद धर्मभक्त केन्द्रको लामो यात्रा छ यसमा, होइन त? बिल्कुल। 2068 फागुनमा स्थापना भएको हो यो केन्द्र। सुरुमा डायलाइसिसबाट थालेको। ए, डायलाइसिसबाट? हजुर, अनि क्रमशः मृगौला प्रत्यारोपण सुरु गर्यो। अहिलेसम्म 1421 वटा मृगौला प्रत्यारोपण भइसक्यो। 1421? हो, अनि कलेजो प्रत्यारोपण पनि 34 वटा गरिसक्यो। यो देशमै सबैभन्दा बढी हो। अनि खर्च पनि निकै कम, 15-20 लाख रुपैयाँमा। 15-20 लाखमा कलेजो प्रत्यारोपण? यो त एकदमै सस्तो भयो नि त अरू ठाउँको तुलनामा। हो नि, अनि केन्द्रले अरू पनि काम गरेको छ, जस्तै पियर एक्सचेन्ज प्रत्यारोपण, मतलब परिवारभित्र नमिले दाता साटासाट गर्ने। ए, त्यो पनि? हजुर, अनि मस्तिष्क मृत दाताबाट अङ्ग प्रत्यारोपण त 2074 मा मृगौला र 2075 मा कलेजोबाट सुरु गरिसकेको थियो। मुटुको सर्जरी, निशुल्क प्रत्यारोपणको पहल, फेलोशिप कार्यक्रमहरू पनि छन्। भनेपछि त देशको लगभग 2/3 प्रत्यारोपण यही केन्द्रले धानिरहेको रहेछ। हो, अहिले अवस्था त्यस्तै छ। अब अलिकति यो मस्तिष्क मृत्युपछिको अङ्गदान बारे कुरा गरौँ न। यसमा कस्तो सम्भावना देख्नुहुन्छ नेपालमा? सम्भावना त निकै ठूलो छ। हेर्नुहोस्, नेपालमा हरेक वर्ष हजारौं मान्छेको सडक दुर्घटना वा अरू कारणले मस्तिष्क मृत्यु हुन्छ भन्ने अनुमान छ। हजारौंको? हजुर, अनि एकजना मस्तिष्क मृत व्यक्तिबाट 8 जनासम्मले नयाँ जीवन पाउन सक्छन्। 2 मृगौला, 2 फोक्सो, कलेजो, मुटु, प्याङ्क्रियाज, सानो आन्द्रा। 8 जनाले? हो, तर हामी कहाँ यो भर्खरै भएको घटना चाहिँ मस्तिष्क मृत दाताबाट अङ्ग प्रत्यारोपण भएको 15औं केस मात्र हो। यसअघि 12 वटा मृगौला र 3 वटा कलेजो भएको थियो। संख्या त एकदमै कम रहेछ नि सम्भावना हेर्दा त। हो, कम छ, तर सुरु भएको छ। सरकारले पनि अलिकति प्रोत्साहन गर्न खोजेको देखिन्छ। केही घोषणा भएको थियो, होइन? हो, स्वास्थ्य मन्त्रीले दाता परिवारलाई 2 लाख र अङ्ग निकालिने अस्पताललाई 75,000 दिने घोषणा गर्नुभएको छ। यो राम्रो कुरा हो। यसले केही हौसला त पक्कै बढ्छ। अनि यो सबै प्रक्रियालाई समन्वय गर्न शहीद धर्मभक्त केन्द्रमै राष्ट्रिय समन्वय इकाइ बनाइएको छ। डाक्टर कल्पना कुमारी श्रेष्ठ संयोजक हुनुहुन्छ। ए, त्यही केन्द्रमा? हजुर, अङ्ग चाहिनेले त्यहाँ नाम दर्ता गराउने, अपडेट गर्नुपर्छ। अनि अहिले त अनलाइन वा मोबाइलबाटै अङ्गदान गर्छु भनेर मन्जुरीनामा दिन मिल्ने पनि बनाएको छ। प्रविधिले पनि केही सहज बनाएको रहेछ। के हदसम्म? केन्द्रको भविष्यको योजना नि
केही चुनौतीहरू पनि छन् कि? योजना त 7 प्रदेशमा सेवा पुर्याउने भन्ने छ, 4 प्रदेशमा त सुरु पनि भइसक्यो। तर सबैभन्दा ठूलो समस्या, भनौँ न दुःख लाग्दो कुरा चाहिँ केन्द्रको आफ्नै भवन छैन अहिलेसम्म। ए हो र, आफ्नै भवन छैन? छैन। केन्द्र आफै 300-500 बेडको राम्रो भवन बनाउन सक्छ, पैसा छ, तर जग्गा पाएको छैन। भक्तपुर इटा टायल कारखानातिर कि सल्लाहगारी कि चाङ्गु नारायण कतै जग्गा पाए हुन्थ्यो भन्ने हो, तर सरकारबाट त्यो उपलब्ध हुन सकेको छैन। यो त कस्तो अचम्म! यति महत्त्वपूर्ण काम गर्ने, देशकै गौरव बढाउने संस्थाले भवन बनाउन जग्गा नपाउने? विरोधाभास जस्तो देखिन्छ। एकातिर हाम्रा डाक्टरहरूले यस्तो जटिल शल्यक्रिया गरेर विश्वमै नाम राख्न थाले, मस्तिष्क मृत्युपछिको अङ्गदानबाटै 80% भन्दा बढी प्रत्यारोपण गर्ने, देशलाई आत्मनिर्भर बनाउने लक्ष्य छ पश्चिमा देशहरू जस्तै। दाचा परिवारहरूले यत्रो उदारता देखाउनु भएको छ। अनि अर्कोतिर चाहिँ? अर्कोतिर त्यही काम गर्ने संस्थाले एउटा भवन बनाउन सामान्य जग्गासम्म नपाउने अवस्था छ। साँच्चै यो सुन्दा एकातिर गर्वले छाती फुल्ने, अर्कोतिर पूर्वाधारको यो बिजोग देख्दा खिन्न लाग्ने रहेछ। हो त। नेपाली चिकित्सा कर्मीको यो अद्भुत क्षमता अनि अङ्गदाता परिवारको त्यो महान उदारतालाई हाम्रो सरकारी प्रणाली र पूर्वाधारले कहिले साँच्चै सम्मान गर्ला र साथ दिला? यो हामी सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।